हेलो एभ्रिवान, गुड मर्निङ जोडले सबैजनालाई। आज चाहिँ म बिहान है हामीले चाहिँ आज काम सुरुवात गरिसकेको छौँ। आज चाहिँ हाम्रो सागसब्जीहरू रोप्ने दिन थियो। दिदी र मेरो चाहिँ आज मेरो अफिस सटरडे छुट्टी पनि थियो। सो हामीले चाहिँ काम सुरु गरेको छौँ दिदीबहिनीले। त्यही भएर हामीले चाहिँ आज बिहानैदेखि काम सुरु गरिसकेको छौँ। अनि दिदी र मैले चाहिँ मल बोक्ने सुरु गऱ्यौँ। त्यसपछि कमिला चाहिँ धेरै थियो नि त मलमा, त्यही भएर हामीले चाहिँ बोकेर दुईजना पनि बोकेर गर्दैछौँ। झापाको ठाउँमा काम गरे पनि अलगै हुन्छ। अनि कमिलाले टोकेर मलाई चाहिँ लस कस्तो भइरहेको थियो। अनि म चाहिँ नाच्नु पनि थालेँ, मेरो दिदी पनि हुनुहुन्थ्यो त्यहाँ। अनि सो हामीले चाहिँ काम आज सकाइहाल्ने भनेर, दिउँसो घामहरू हुन्छ त्यही भएर अगाडि नै सकाइहाल्ने भनेर हामीले चाहिँ सुरु गऱ्यौँ दिदीबहिनीले। अनि झापाको ठाउँमा गमुट पनि लगाइरहेको छु मैले चाहिँ। अनि मल यो चाहिँ हाम्रो दिदी हो। यही दिदीले भिडियो बनाइदिँदै हुनुहुन्थ्यो मेरो आज चाहिँ। अनि दिदी चाहिँ लजाउँदै पनि हुनुहुन्छ। अनि म चाहिँ एकछिन दिदीसँग कुरा पनि गर्दैछु भयो। अनि मैले मल छर्नु चाहिँ स्टार्ट गरिसकेँ। अब हामीले यो खन्छौँ पनि, सबै खनेर आज चाहिँ हामीले रोप्ने भनेर खनेको हो। मैले चाहिँ खन्नु पनि स्टार्ट गरिसकेँ साथीहरू। सपने नहीं टूटने चाहिए यार, टूटे हुए सपने इंसान को जीने नहीं देते। सो टिकटक बनाउँदै बनाउँदै हामी चटपटे खानुतिर पनि लागिसक्यौँ। सो मैले चाहिँ आएर चटपटे खाएर आएर टिकटक बनाइसकेर पनि अब करिसभरितिर लागेँ। पानी लाउनु पर्ने थियो आज। सो सागकोदी पानी पनि लाउँदैछु, पानी लाएर। अनि साग रोप्नु पर्ने थियो र पानी सबै धनियाँ साग सब्जी सबै रोपेको थियौँ। त्यसमा चाहिँ मैले पानी पनि लाउँदैछु। पानी परेको पनि थिएन, शीतले मात्र हुँदैन भनेर मैले पानी पनि लगाइसकेँ। अनि साग चाहिँ हाम्रो एकदम राम्रो भएको छ नि त, हरियो। अनि हामीले चाहिँ यहाँ चाइनिज साग पनि छरेको छौँ। अनि हामीले लसुन पनि छरेको छौँ। धनियाँ लसुनमा मैले चाहिँ पानी सबै हाल्नुपर्ने थियो, आज हालिसकेँ। धेरै राति भइसकेको थियो नि त। अनि त्यसपछि मैले पानी पनि छिटो छिटो हाल्दैछु। अनि साग पनि रोप्नुपर्ने थियो। यही साग उखालेर चाहिँ मैले अरू ठाउँ रोप्नु थियो, त्यसैले छिटो छिटो पानी हाल्दैछु। अनि हाम्रो चाहिँ यहाँनिर चाइनिज साग पनि छरेको छ। चाइनिज साग पनि मजाले उम्रिरहेछ। सो र्यामिनसँग कहिले कहिले खानको लागि छरेको थियो। अनि साथीहरू हाम्रो आलु पनि छ। आलु पनि हामीले रोपेको थियौँ। हाम्रो सबै हाम्रो दिदी चाहिँ घरमा, दिदीले चाहिँ सबै कुरा रोप्नुहुन्छ, रोपिसक्नु भएको थियो र उम्री पनि सकेको थियो। अनि सो मैले चाहिँ अब साग रोप्नुपर्ने थियो र त्यो बाटामा साग रोप्नको लागि मैले तयार गरिसकेँ। अनि सागको बिउ चाहिँ मैले सागको बिउलाई चाहिँ मैले दिदीलाई माग्नु जाँदैछु। सो मैले चाहिँ दिदीलाई बोलाउँदैछु सागको बिउ माग्नको लागि। म चाहिँ जाँदैछु दिदीलाई। अनि मेरो चाहिँ दिदी पनि निस्किसक्नु भयो। दिदीले चाहिँ मलाई सागको बिउरा पनि धेरै नै दिनुभएको थियो। अनि दिदीले चाहिँ उखाल्दै हुनुहुन्छ, मट्टी दिदीले। अनि मैले चाहिँ धेरै नै त थिएन रोप्नका लागि, थोरै नै थियो। अनि सो मैले चाहिँ त्यति रोप्नु थियो र मैले चाहिँ रोप्दैछु साथीहरू।